हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि म तपाईँहरूलाई एउटा नयाँ भिडियो लिएर आइरहेको छु। के हो भने आज चाहिँ धेरै गरम भएर पुरा हामी चाहिँ नुहाउनुको लागि राजा भातखवाभित्र फरेस्ट जङ्गलमा गइरहेछ त्यहाँ नुहाउनुको लागि चाहिँ। र तपाईँहरूलाई म देखाउँछु, तपाईँहरूलाई मन पऱ्यो भने त्यहाँ आउनु होला नुहाउनुको लागि कस्तो के छ भनेर। ल हेरिदिनु होला यो भिडियो सबैजनाले। र म तपाईँहरूलाई देखाउँछु आज कस्तो छ यहाँ वेदर, कहाँ जाँदैछ हामी नुहाउनुको लागि। तपाईँहरू त्यहाँ आउनु नुहाउनुको लागि, त्यहाँ चाहिँ राम्रो छ अरे पानी। आज चाहिँ पुरा धेरै गरम भएर मान्छेहरू पनि निक्लेको छैन घरबाट होइन। आज कस्तो गरम धेरै थियो। अन्त हामी चाहिँ साथीहरूसँग जाँदैछ, बाटो पनि यस्तो गरम छ, पुरा गरम हावा चल्दैछ एकदम तातो। कति बेला चाहिँ गएर नुहाउनु भइरहेको छ होइन। र हामी त्यही भएर स्पिड जाँदैछ, धेरै गरम भएर एकदम पसिना पसिना भइरहेछ। तपाईँहरू हेर्दै जानु होला, हावा पनि पुरा तातो आइरहेको छ। त्यही भएर तपाईँहरूलाई म देखाउँछु, तपाईँ हेर्दै जानु। फाइनली हामी चाहिँ खोलामा आइपुग्यो अब यहाँ नुहाउनुको लागि। ओ पासुन्दा कहाँ हो? अरे बाबा योगी यहाँ नुहाउनु आएको छेउ कसले पाएको? अम्बो यो छेउ पनि पाइरहेको छ यार। त्यो हेर न, ओ पासुन्दा कसले पाएको छेउ? यो छेउ चाहिँ पुरा पाएको रहेछ यहाँ। यस्तो छ यहाँ खान्छ यो च्याउ खान्छ नि। ब्लू कलरको जङ्गलको भित्र अगाडि छ अरे जाउँ न। यहाँ चाहिँ नुहाइरहेको छ। यहाँ चाहिँ गहिरो पानी छैन, हामी चाहिँ उता नुहाउने अगाडि। जङ्गलभित्र पानी रहेछ। ओ मेरो झरे हेर त। यस्तो जङ्गलभित्र जाँदैछ नुहाउनुको लागि चाहिँ, दुःख गरी गरी। ओ सुन्दा कहाँ छौ? त्यहाँ हात्ती साथी आउला यार। यस्तो जङ्गल छ। मजाको छ हेर्न। गहिरो छ देख न, यहाँ चाहिँ यस्तो पानी रहेछ। पौडी खेल्न सक्छ त? म त सक्दिनँ, स्विमर हो। तर पौडी खेल्नु चाहिँ आउँदैन, तर स्विमर हो। माछा छ त यहाँ। दामी छ हेर्दै गइडो। पानी चाहिँ दामी छ, यहीँबाट गहिरो छ। कुदेर गएर हेट यहाँ त हाम फाल्दैन। माछु हाम्फाल्ने नि अन्त। ओ बल्छी लग न, यस्तो जङ्गलभित्र पौडी काट्न, पौडी स्विमिङ खेल्न आएको हामी गरम भएर। केटाहरूले चाहिँ माछा देखेर माछा पनि मार्ने भन्दैछ। ओ सुन्दा कहाँबाट जाने पानी चाहिँ हाम फाल्ने? उत्रिने जग्गा छ? मलाई आउँदैन खेल्नु, बचाउनु न। यो जङ्गलमा चाहिँ हामी नुहाउने अहिले आएछ नि झट्टाहरू। खोलामा। के पो छ गर्बु? काँडाको गाछहरू छ के हो? यस्तो पानी छ, अब हाम फाल्ने हामी। त्यहाँ टुम पनि बनाएको छौँ। हिँड्दै नाम झटा नुहाउने जस्तो छ नुहाउने जग्गा चाहिँ।
ओइ हेर हेर पानीमा नआउनेलाई चाहिँ हार्टको बिमारी कहिले हुँदैन अरे हो पानी त यहाँ पनि ल्याइन्छ रहेछ दिदी ए गाछको जरा चाहिँ त लाग्छ घाँसा कुचु गर्दै पानी पिउन आयो हात्ती खाल्डो पार गर्दैन घन्टा पार गरेर घोडा घोडा हुन्छ उनीहरूको पार हुन्छ नि ऊ त्यो त गर्छ त गर्दैन खाल्डो नै रहेछ यता यता यति खोइ अलिक यता चिरे डुब्ने रहेछ मैले सासै गर्न सक्दैन नि छाती उयो डुब्यो भने म भिडियो गरेर चाहिँ छाड्न आउनु हरेक वार्डमा छाड्दैन हामी चाहिँ अहिले यहाँ खोलामा नुहाउँदैछ पानी छ यहाँ चाहिँ भाइ क्या कर रहे हैं मछली पकड़ रहे मछली पकड़ रहा है मछली पकड़ रहा है इतना थोड़ा ना मछली यार क्या मार दिया बच्चा या बच्चा है बेचारा खा जाएंगे इसको हाँ खाएंगे इतना थोड़ा बच्चा है इस बेचारा खा जाएंगे हाँ ये क्या खाएगा हम इसको लोग एक सप्ताह से कुछ भी नहीं खाया है हाँ ये खाएगा हाँ अब यही खाऊंगा एक छोटा मोटा कुछ मिला है यही खा जाऊंगा हाँ, ये सर्वाइवल कर रहे हैं ना हाँ इसको थोड़ा पकाना चाहिए हाँ पके खाएंगे इसको हाँ और इधर क्या करेंगे अभी तो नहीं जल रहे हाँ ये भाई लोग ये मछली पका रहे हैं खाने के लिए इतना छोटा मछली अरे कुछ नहीं हो गया ये भाई लोग ने आग जला दिया अभी मछली पकाने के लिए मछली खा भी रहा है वो छोटा छोटा मछली पकाने के लिए मछली पकाने के लिए एकदम रमाइलो गर्नुपर्छ होइन हल्का रमाइलो भन्छ यसलाई चाहिँ फेरि जाडो लागिहाल्छ नि हल्का जाडो लाग्यो अब 3 बजी नि त 3 बजे माथि भयो अब चिसो हुन थाल्यो 4 बजी चाहिँ हामी चाहिँ यो पानी झन् ठन्डा हुन्छ पुरा बरफ जत्तिकै भयो जाउँ अब भाइ तपाईँ आउने होइन यस्तो हेर्छु ल म आँखा खोल्छु ल मुनि पानी मुनि आँखा खोल्छु ल म थ्याङ्क यू तपाईँहरूलाई यो मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला र तपाईँहरूलाई यो लोकेसन मन पऱ्यो मलाई भन्नु कमेन्टमा म बताइदिन्छु